नमस्कार, आर्यन टिभीमा हार्दिक स्वागत छ। म दिप्सन छिनाल। गुल्मीको मुसिकोट नगरपालिका 7 वामी बजारमा विष्णुमती श्रेष्ठले झिलिङ्गाको व्यावसायिक उत्पादन थालेको 1.5 दशक बित्यो। उहाँले आमा चम्पादेवीसँगै झिलिङ्गा बनाउनुहुन्थ्यो। अहिले विष्णुमतीकोमा आफू बाहेक 3 जना झिलिङ्गाको काम गर्ने मान्छे छन्। तिहार नजिक भएकाले बिहान 4 बजेबाट बेलुका अबेरसम्म झिलिङ्गाकै कामले भ्याइ नभ्याइ छ। उहाँले भन्नुभयो, नयाँ ग्राहकलाई बेच्नै सकिएको छैन। तीज दशैँ तिहारमा मुख्य व्यापार हुने भएकाले पुरानाहरूको माग अनुसार रातदिन काम गरिरहेका छौँ। उहाँले होटल व्यवसाय पनि गरिरहनु भएको छ। होटलसँगैको झिलिङ्गा व्यापारले राम्रो आम्दानी दिएको छ। नेपाली परिकारमध्ये झिलिङ्गा बनाउन आफैमा अप्ठ्यारो छ। गुल्मीमा अहिलेसम्म झिलिङ्गा उत्पादनमा मेसिनको प्रयोग गरिएको छैन। हातैले नै बनाउने भएकोले पनि ढिँडो मस्काउने सकस रहेको विष्णुमतीले सुनाउनुहुन्छ। झिलिङ्गाका लागि मौसम झन चुनौतीपूर्ण रहेको छ। श्रेष्ठले दशैँ नजिक निरन्तर पानी परिरहेकोले आफूहरूले ठूलो क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले भन्नुभयो, पेलेपछि घाम बाहेक सुकाउने अरू कुनै उपाय छैन। दशैँमा निरन्तर पानी परेकाले 10-15 दिन काम नभएकाले माग थेग्न मुस्किल परिरहेको छ। विष्णुमतीका अनुसार झिलिङ्गाको उत्पादनले बजार थेग्न सकिएको छैन। उहाँले बारीमा झिलिङ्गा उत्पादन गर्नुहुन्छ। उत्पादित झिलिङ्गा स्थानीय बजार तम्घास, बागलुङ र अर्घाँचीका विभिन्न बजारहरूमा बिक्री गरिरहेका छौँ। झिलिङ्गाको बजार मूल्य होलसेलको प्रति किलो 100 रुपियाँ र फुटकर 120 रुपियाँमा बिक्री भइरहेको छ। झिलिङ्गा तीज दशैँ तिहारको परिकार मात्र नभएर आफूलाई पाहुना पठाउन, विवाह, पूजा, मेला, महोत्सव र करायसी नास्ताको रूपमा पनि उपभोक्ताहरूले खरिद गर्ने तरिका छन्। वर्षभरिमा आफूले 8-10 लाख रुपियाँको कारोबार झिलिङ्गाबाट गर्दै आएको विष्णुमतीले बताउनुहुन्छ।